गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुहोस्, किनभने त्यो एक दिन यस्तो समय आउँछ तपाईँ पनि त्यो पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ। त्यतिखेर नेपाली जनतालाई के जवाब दिनुहुन्छ? तपाईँले जुन चाहिँ दैनिक भिजिट भिसाको नाममा जुन चाहिँ असुली गर्नु भएको छ, 50 लाखदेखि लिएर 1 करोड रुपियाँसम्म नेपाली जनताहरूलाई बेच्नु भएको छ। नेपाली जनताहरू जसको रेमिटेन्समा हामी गर्व गर्छौँ, अर्थमन्त्रीज्यू गर्व गर्नुहुन्छ हामीलाई यति रेमिटेन्स आयो भनेर, तिनीहरूलाई भिजिट भिसाको नाममा यसरी नेपालीहरूलाई मानव तस्करी गरेर बेच्नु पाइन्छ? के यो तपाईँको नैतिकताले दिन्छ? र तपाईँले चाहिँ जुन चाहिँ यो राख्नु भएको छ दुधको साँचो बिरालो जस्तो गरेर आफूलाई उम्काउने समिति जुन बनाउनु भएको छ, यो तपाईँलाई बधाई होस्। र तपाईँ धेरै दिनसम्म उम्केर बस्नु सक्नुहुन्न र एक दिन न एक दिन तपाईँ जनताको कठागारमा आउनुहुन्छ। तपाईँले पनि चुनाव लड्नुपर्छ होला। ती जनताहरूलाई कसरी के जवाब दिनुहुन्छ तपाईँहरूलाई मलाई थाहा छैन। तर गृहमन्त्रीज्यू तपाईँसँग नैतिकता छ भने राजीनामा गर्नुहोस् र छानबिनलाई सघाउ पुर्याउनुहोस्। निष्पक्ष रूपबाट छानबिन गर्नुलाई तपाईँले सरकारलाई सहयोग गर्नुहोस् र नेपाली जनताहरूलाई यी भिजिट भिसाको प्रकरणबाट मुक्त गर्नुलाई सहयोग गर्नुहोस्। धन्यवाद।